एनपिएल सिजन 2 को चाहिँ अफिसियल सेड्युल अनाउन्स भइसकेको छ, जसमा मैले लास्ट भिडियोमा पनि भनेको थिएँ अफिसियल सेड्युल होइन, त्यो फेक सेड्युल हुनसक्छ भनेर। तर अहिले चाहिँ हिजो मात्र एनपिएलद्वारा आफ्नो एनपिएल सिजन 2 को लागि अफिसियल सेड्युल अनाउन्स गरिसकेको छ, जसमा चाहिँ फर्स्ट गेम आसिफ शेखको टोली जनकपुर बोल्ट्स अनि काठमाडौँ गुर्खाज करण केसीको टोलीबिच भिडन्त हुनेछ। यो गेम चाहिँ दिउँसोको 17 नोभेम्बर 4 बजेदेखि दिउँसोको 4 बजेदेखि सुरु हुन गइरहेको छ। त्यसै गरी यो सिजनमा चाहिँ टोटल 32 गेममा चाहिँ 23 गेम हामीले रात्रिकालीन गेम चाहिँ इन्जोय गर्न पाउनेछौँ, जुन नेपाली क्रिकेट प्रेमीहरूको लागि एकदम ऐतिहासिक पल हुनेछ, जुन हामीले अहिलेसम्म नेपाली क्रिकेट नेपालमा चाहिँ कुनै पनि नाइट गेमहरू हेर्न महसुस गर्न पाएको थिएनौँ। त्यसै गरी अहिले एनपिएलको लागि चाहिँ आधीभन्दा धेरै गेम चाहिँ रात्रिकालीन नै रहेको छ। त्यसै गरी आफ्नो टिम मेम्बरहरूले पनि अब आफ्नो फुल प्लेयरहरू लिस्ट पनि अब ल्याउन बाँकी नै रहेको छ। हाम्रो अब एनपिएल सिजन 2 चाहिँ एकदमै रमाइलो गर्ने हो। यसैको साथ जय देश जय क्रिकेट।